म संस्कृतकै विद्यार्थी हुँ र संस्कृतमा पनि मैले साहित्य र आयुर्वेद मेरो विषय हो। म नेपाली साहित्यको त अब लेखक पनि हुँ र नेपाली साहित्यमा मैले एमए पनि गरेको हो र विशेष गरेर मलाई इतिहासमा रुचि छ र इतिहासका पनि हाम्रो देशका महान व्यक्तित्वहरूको बारेमा हामीले नयाँ पुस्तालाई पनि जानकारी दिनुपर्ने आवश्यकता हुन्छ। महान महर्षि संस्कृत व्याकरणका पनि सबभन्दा उच्च स्तरका प्रणेता त्यस्ता व्यक्तित्वको बारेमा तपाईले छलफल गर्न लाग्नुभएको छ। यो अत्यन्त राम्रो कुरा हो। पाणिनि को जन्म मूल रूपमा पाकिस्तानको लाहोर भन्ने ठाउँ भएको हो। त्यो ठाउँमा पहिले तक्षशिला विश्वविद्यालय भन्ने थियो पाणिनिको समयमा। पाणिनिलाई त्यो पाणिनिको परिवार अलि धनी परिवार व्यापारिक परिवार थियो र पाणिनिलाई पढाउनको लागि उहाँको पिताले त्यहाँ राख्नुभयो। तर पाणिनिले त्यसै राम्रोसँग पढ्न सक्नु भएन। राम्रोसँग पढ्न नसकिसकेपछि उहाँलाई चाहिँ नि उहाँको मावली पटनामा त्यतिखेर पटनालाई पाटलिपुत्र भन्ने थिए, त्यहाँ उहाँको मावल पर्थ्यो र मामाको घरमा गएर उतै पढ्ने भनेर चाहिँ त्यहाँ पठाउनु भयो। पठाइसकिसकेपछि पनि उहाँका अरू साथीहरू चाहिँ उहाँलाई जित्न थाले। त्यसपछि उहाँलाई चिन्ता भयो। चिन्ता भइसकेपछि के गर्ने म त छोडेर व्यापारतिरै लाग्छु कि भन्दै उहाँकी माइजूले चाहिँ के गर्नुभयो भने एउटा चाहिँ त्यो चाहिँ गाग्री राख्ने ढुङ्गाहरू हुन्छ नि, त्यो गाग्री राख्ने ढुङ्गामा उहाँले देखाएर त्यो गाग्री राख्दा खाल्टो परेको ठाउँ देखाइसकेपछि उहाँले के भन्नुभयो भनेदेखि, हेर्नुहोस् भान्जा, तपाईले चाहिँ किन यसरी आत्तिनुहुन्छ अरूले जिते भनेर? यो हेर्नुहोस् त, हामीले यो गाग्री यसरी ढल्काउँदै यस्तो ढुङ्गोमा त यस्तो खाल्टो परेको छ भनेदेखि तपाईले अलिकति मेहनत गर्नुभयो भनेदेखि त तपाईँ साथीहरूलाई चाहिँ जित्न पनि सक्नुहुन्छ, अगाडि जान सक्नुहुन्छ। अलिकति तपाईलाई चाहिँ निराशा भएको हुनाले तपाईँ केही अलिकति हिमाली क्षेत्रतिर जानुस् र हिमाली क्षेत्रतिर गएर शिवको आराधना गर्नुहोस्, त्यसो भयो भने तपाईँको विद्या खुल्छ भनेर माइजूले सुझाव दिइसकेपछि पाणिनि चाहिँ यता उत्तरतिर चाहिँ लाग्नुभयो। खास गरेर पढ्नेलाई हामीले जसरी चाहिँ केन्द्रबिन्दुमा सोध्दैछौँ, त्यो के हो भने पटनाबाट यतातिर आउँदाखेरि त नारायण नदीको चाहिँ हुन्छ नि, पछि गङ्गामा गएर मिलेको, त्यहाँ गएर आउँदै त्यो बाटोमा आउँदै रिडीतिर आइसकेपछि अब 2-3टा बाटाहरू छन्, त्यो बाटोबाट पाणिनि त्यहाँ पुग्नुभयो भन्ने हाम्रो चाहिँ नि एउटा अनुमान। किन पछि त्यो ठाउँको नाउँ पाणिनि पनि भएको हुनाले। र त्यहाँ जुन दह भन्ने ठाउँ छ, त्यो दह ठाउँ कस्तो छ भनेदेखि त्यहाँ माथिको डाँडोमा जहाँ पाणिनि तपोभूमिको चाहिँ अहिले चाहिँ सबै संरचना बनेको छ, त्यहाँबाट हिमालतिर हेर्दाखेरि पनि टक्क सबै लामो हिमाल देखिन्छ। तराईतिर हेर्दाखेरि पनि गोरखपुरसम्मको रातिमा रेल हिँडेकोसम्म देखिन्छ। त्यति राम्रो ठाउँ छ। शिखर पनि शिखर र चाहिँ गर्मी पनि चाहिँ साह्रै जाडो पनि नभएको ठाउँमा उहाँ बसेर आजको 2500 वर्ष पहिलेको कुरा हो, बुद्धभन्दाको आसपासमा पाणिनिले त्यहाँ आएर आराधना गरिसकिसकेपछि उहाँलाई चाहिँ के भयो भनेदेखि संस्कृतको चाहिँ मूल सूत्रहरू उहाँलाई फुर्न थाल्यो। पहिले पढिराख्नु भएको थियो र यो सूत्रलाई व्याकरण रूपमा कसरी सूत्रीकरण गर्ने हो भन्ने उहाँको जुन सोच थियो, त्यो त्यहाँ उहाँ आइसकेपछि एक प्रकारको शिवको उहाँलाई स्वप्न भयो कि अथवा वरदान के भयो कि डम डमरू बजेको उहाँलाई अनुभव भयो र त्यसपछि त्यो डमरूबाट चाहिँ उहाँले 14वटा सूत्र चाहिँ पाइसकेपछि ऐ ओण्ड रिल रिक ए ओङ ऐ औच है वर लड यम गण नम झ भय घड दश जब गड दश क च ट त प यस्तो खालको त्यो चाहिँ आइसकेपछि उहाँलाई त एकदम नयाँ जिन्दगी सुरुवात भयो। त्यो सुरुवात भइसकेपछि उहाँ त्यसपछि फर्किनुभयो। उहाँले व्याकरण रचना गर्नुभयो र त्यो व्याकरण यस्तो वैज्ञानिक व्याकरण भयो कि प्रत्येक शब्द वाक्य मात्राको पनि त्यसले चाहिँ विश्लेषण गर्छ। उच्चारण गर्ने कुरामा स भन्छौँ नि हामीले, स यस्तो उच्चारण स्पष्ट किसिमले मानिसलाई स्वच्छ उच्चारण गर्न सक्ने एउटा ज्ञान भयो। अर्को कुरो व्याकरणलाई शुद्ध गराइसकिसकेपछि त सबै चिजको नाम पनि शुद्ध हुने भयो, सबै चिजहरूको चाहिँ सम्झना पनि स्मृति पनि शुद्ध हुने भयो, विकृति हुने भएन, नाम बिग्रने भएन। र त्यसपछिका सम्पूर्ण ग्रन्थहरू पाणिनिले बनाएको चाहिँ व्याकरणको आधारमा बन्दै गए। श्रीमद् भागवत, वाल्मीकि रामायण लगायतका जति पनि प्राचीन ग्रन्थहरू छन् त्यो पाणिनिले बनाएको व्याकरण अनुसार बन्दै गए। र यसरी त्यो अब अहिले विश्वव्यापी रूपमा के भनिन्छ भने युरोपेलीहरूले पनि संसारमा पाणिनिको जस्तो परिपक्व र व्याकरण एक होइन सबै रेफदेखि लिएर कमासम्मलाई पनि बुझाउन सक्ने त्यस्तो व्याकरण अन्त छैन
भनेर अहिले युरोपेलीहरू भन्छन्। अब उनीहरूकोमा चाहिँ त के छ भने एकदम उच्चारण पनि स्पष्ट हुन्न नि, हाउ आर यु गर्छ नि त, यु भनेको कि यु भनेको कि थाहा हुँदैन नि। उनीहरूको बोली चाहिँ हामी कहाँ स्पष्ट हुन्छ। संस्कृतमा के हुन्छ भने भवान कह असि कथम आगत, यसरी चाहिँ स्पष्ट हुन्छ। उनीहरूको चाहिँ अलिकति यो जाडो ठाउँ भएको पनि होला के अरे, उनीहरूको चाहिँ यो मुखको चाहिँ बोली अलि स्पष्ट हुँदैन। त्यसपछि अहिले जति पनि हाम्रो संस्कृतका किताबहरू छन् ती पाणिनीको व्याकरणको आधारमा तिनीहरूलाई चाहिँ प्रयोग गरिएको छ। जति पनि वेदहरू बाहेक, वेददेखि यतातिरका सबै ग्रन्थहरू, आज पढिने संस्कृतका सबै ग्रन्थहरू पाणिनीको व्याकरण अनुसार भएका छन्। यो एउटा पक्ष भयो। अब त्यस्तो पाणिनीले गएर लामो समयसम्म शिवको आराधना गरेर त्यहाँबाट चाहिँ नि उहाँले वरदान पाउने भन्ने कुरो कुन रूपमा वरदान पाउनुभयो होला भनेर त हामीले त केही भन्न सक्दैनौँ। तर पहिले के हुन्छ भने मान्छेले शिवको ध्यान गर्यो। शिव भनेको कस्तो भने हिमाली क्षेत्रमा बस्ने शिवका धेरै गुणहरू छन्। अब हामीले योग कहाँबाट आयो भन्दा शिवबाट आयो भन्छौँ, तन्त्रशास्त्र कहाँबाट आयो भन्दा शिवबाट आयो भन्छौँ, अनि नाट्यशास्त्र कहाँबाट आयो भन्दा त्यो पनि शिवबाट। हामीले चाहिँ डमरू बजाएर नाचेको हामी इत्यादि देख्छौँ। यसरी शिवबाट आउने कुराहरू मध्येमा व्याकरण पनि शिवबाट आयो। यस्ता धेरै कुरा शिवबाट प्राप्त गर्ने भएको हुनाले हाम्रो देश शिवभूमि हो। यो चाहिँ नि हिमालमा शिवको चाहिँ बस्ने स्थान हो। शिव र पार्वतीको चाहिँ बिहा भएको भनेको आर्य र चाहिँ किराँत जातिको मेलमिलापबाट भएको हो। पाणिनीले शिवबाट त्यो वरदान पाएपछि जुन व्याकरण बनाउनु भयो त्यसको आधारमा जति पनि सारा भारतवर्षभरिका जति ग्रन्थ छन् अहिले त्यही व्याकरण अनुसार चल्छन्। हामीले पाणिनीको बारेमा त छुट्टै त्यस्तो पुस्तकहरू अरू त्यसैमा केन्द्रित भएर त होइन। जस्तो अब त्यही पढेना निवासी शालिग्राम पोखरेलले पाणिनीको बारेमा हामीले खोज गर्नु पर्यो र पढेना भनेको पाणिनीको तपोभूमि हो भन्ने उहाँले सुरुवात गरिसकेपछि हामीले 2018 सालमा त्यही ठाउँमा ठुलो यज्ञ सम्पन्न भयो। यज्ञ सम्पन्न भएपछि हामीले पाणिनी तपोभूमि भन्ने चाहिँ त्यतिखेर किताब पनि प्रकाशित भयो। बनारसका धेरै विद्वानहरूले, नेपालका ठुल्ठुला विद्वानहरूले यो पाणिनीको तपोभूमि हो भन्ने विषयमा उहाँहरूले अनुमति पनि दिनुभयो, सम्मति दिनुभयो, लिखित रूपमै दिनुभयो। ती सबै कुराहरू प्रकाशित भए। दोस्रो संस्करण पनि प्रकाशित भइसके। र यसले गर्दाखेरि पाणिनीको तपोभूमि हो भन्ने कुरालाई एक प्रकारको बनारस भनेको संस्कृतको ठुलो केन्द्र हो। त्यहाँका ठुल्ठुला विद्वानहरू र अब यहाँ नेपालका समेत पनि ठुल्ठुला विद्वानहरूले अनुमोदन गरिसकेको हुनाले अब त्यसमा धेरै विवाद पनि रहेको छैन। र हामीले पाणिनीको बारेमा मैले त थोरै लेखेको छु। विष्णुराज आत्रेयजीले त्यत्रो उपन्यासै लेख्नुभएको छ र मैले पाणिनीको बारेमा पुनः ती किताबहरूको पुनः प्रकाशन गरेर थप्ने काम पनि त्यसमा केही भएको छ र मैले पाणिनी सम्बन्धमा केही लेखेको पनि छु। फेरि फर्केर हामीले पाणिनीको कुरो गर्दाखेरि पाणिनी व्याकरणलाई विश्वभरिका व्याकरण जान्न चाहने मान्छेहरूले, भाषाविदहरूले सर्वोच्च, संसारको सर्वोत्कृष्ट व्याकरण बनाएको हुनाले पाणिनीको व्याकरणभन्दा उत्कृष्ट व्याकरण संसारमा अहिले कहीँ पनि छैन। त्यो कुरा भएको हुनाले पनि हामीले यति व्याकरणलाई महत्त्व दिएर आफ्नो भाषालाई शुद्ध गर्ने र पाणिनी व्याकरण आधारमा निर्माण भएका ग्रन्थहरूको चाहिँ प्रकाशन गर्ने, पाणिनीकै जीवनीलाई पनि अझ व्यवस्थित तरिकाले बनाउने, पाणिनीकै जीवनीमा पनि फिल्म बनाउने, त्यो फिल्ममा पनि पाणिनी गरेर तपस्या गरेर शिवजीले वरदान दिएको त एकदम राम्रो आकर्षक होला नि, त्यसका सबै पक्ष ल्याउने हो भनेदेखि। यसरी हामीले गयौँ भनेदेखि पाणिनीको पनि प्रचार हुन्छ, पढेनाको पनि प्रचार हुन्छ। त्यति मात्रै होइन, त्यो पर्यटकीय दृष्टिकोणले पनि त्यसको महत्त्व हुन्छ र यस अर्थमा त्यति महत्त्वपूर्ण तपस्या भूमिको भएको हुनाले हामीले त्यो ठाउँलाई चिनाउन त चिनाइराखेका छौँ। अझ त्यसलाई व्यवस्थित तरिकाले चाहिँ चिनाउने एक, त्यो ठाउँमा गएर साधना गर्ने। साधना केमा भन्दा विद्याको साधना, नाट्य सङ्गीतको साधना, तन्त्रशास्त्रकै साधना, औषधिहरूको साधना, त्यसको के भन्छ अनुसन्धान गर्ने कुरा। यसरी सबै कुराहरूलाई समृद्ध बनाउने हो भने त्यो नेपालको लागि पनि महत्त्वपूर्ण कुरा हुने भयो। त्यो तीर्थस्थल पनि बन्दै गएकै छ। अनि बाहिरबाट आउने मानिसहरूको लागि पनि त्यहाँ गएर चाहिँ नि आउँदाखेरि
उनीहरूले त्यहाँ गएर बस्दाखेरि चाहिँ पनि अनुभव गरून् कि आहा यो त हिमाल पनि देखिने सबै तराई पनि देखिने लुम्बिनी पनि देखिने ठाउँ रहेछ भन्ने हुन्छ। त्यसका वरिपरि विभिन्न ठाउँ फेरि महत्त्वपूर्ण ठाउँ पनि छन्। अब त्यही तलतिर चाहिँ नि यो अब गण्डकीतिर जाने चाहिँ रिडी खोला नै भन्ने पनि त्यहीँ छ। त्यसपछि वरपर विभिन्न किसिमका महत्त्वपूर्ण ठाउँहरू छन्। अब यस रूपमा हामीले अब पाणिनि तपोभूमि भएको ठाउँलाई हामीले एउटा प्रसिद्ध एउटा प्राकृतिक उपचार र आयुर्वेदिक उपचारको चाहिँ राम्रो ठाउँ बनाउन सक्ने हो भनेदेखि त्यो शिखरमा छ, असाध्यै राम्रो हुनसक्छ। अर्को कुरा यो एउटा ठाउँलाई हामीले पर्यटकीय केन्द्र बनाउन थालिसकेपछि त्यहाँ व्यवसायहरू पनि फस्टाउन सक्छ। त्यो ठाउँमा कस्तो ठाउँ छ भन्नुहुन्छ भने त्यो साह्रै तल साह्रै माथिल्लो शिखर पनि होइन, बिचको शिखर हो। त्यस्तो ठाउँमा चाहिँ जडीबुटीहरू धेरै भेटिन्छन्। त्यस्ता धेरै जडीबुटीहरूको त्यहाँ राम्रो चाहिँ कारखाना हुने हो भनेदेखि त्यो नेपालको लागि त्यो स्वास्थ्य दृष्टिकोणले र व्यवसायको दृष्टिकोणले पनि धेरै महत्त्वपूर्ण हुन्छ। जस्तो यहाँ भारतका धेरै कम्पनीहरूले नेपालबाटै जडीबुटीहरू सङ्कलन गर्छन्। त्यसो भएर हामीले त्यहाँबाट औषधि सङ्कलन गर्न सकिने, त्यहाँ एकदम एउटा संस्कृतको विद्यालय र आयुर्वेदको विद्यालय पनि गराउन सकिने, आयुर्वेदको राम्रो अस्पताल बनाउन सकिने र अन्य नाट्य सङ्गीत गायन पनि हाम्रो नेपालीहरूको विशेष महत्त्वपूर्ण कुरा हो। अब त्यो चिजहरू पनि गर्न सकिने त्यस्तो ठाउँ भएको हुनाले हामीले त्यो ठाउँको चाहिँ विशेष किसिमले हामीले प्रचार गर्नु आवश्यक छ। एक अर्को त्यही ठाउँमा नै हामीले विभिन्न व्यावसायिक चिजहरू त्यहाँ माथि त्यो टावरमा गएर चारैतिर हेर्ने दूरबीनहरू राखिदिने हो भने पनि हिमालदेखि तराईसम्म देख्न सकिन्छ। त्यही नै आयुर्वेदिक फ्याक्ट्री बनाउने र त्यही नै अस्पतालहरू राख्ने भने पनि त्यो ठाउँको चाहिँ महत्त्वपूर्ण चाहिँ हुनसक्छ। विशेष गरेर त्यो मध्यवर्ती पहाड सूर्यभन्दा माथिको हिमालभन्दा तलको पहाड भएको हुनाले त्यो ठाउँमा सबै खालका जडीबुटीहरू तलतिर पनि खेती गर्ने माथितिर पनि खेती गर्ने हो भनेदेखि नेपालले आधुनिक रूपमा औषधि विज्ञानमा, अस्पताल विज्ञानमा, योग विज्ञानमा धेरै चाहिँ प्रगति गर्न सक्छ। अब शिवबाट नै योग आएको हो। शिवबाट योग आएको हुनाले चाहिँ नि योगको साधना गर्ने ठाउँ पनि त्यो हो। त्यहाँ योगको साधना गर्ने पनि हामीले व्यवस्था गर्न सकिन्छ। सङ्गीत नाट्य पनि त्यहीँबाट आएको हो। हामी कहाँ त्यतिर सबै अब नाट्य सङ्गीतको बारेमा पनि जान सकिन्छ। तन्त्रशास्त्रमा पनि जडीबुटी गर्ने चाहिँ मगर गुरुङहरूमा छ नि, त्यो चिज पनि त्यो ठाउँमा साधना गर्ने हो भनेदेखि त्यहाँ हुनसक्छ। सङ्गीतको नाट्य क्षेत्रमा बनाउने हो भने अब आधुनिक फिल्म बनाउनुको लागि पनि त्यो ठाउँ राम्रो छ। त्यसरी पाणिनिमा केन्द्रित भएर हामीले गयौँ भनेदेखि नेपाललाई धेरै विषयमा हामीले विश्वमा चिनाउन पनि सक्छौँ, व्यवसायतिर पनि लान सक्छौँ, सङ्गीत नाट्य तन्त्र धेरैतिर जान सक्छौँ। विद्याको क्षेत्रमा त पाणिनिको विद्या चाहिँ अब उनकोबाट मुखारविन्दबाट आएको कुराबाट भएको हुनाले धेरै कुरा पनि हुने भयो। त्यहाँ त चाहिँ त्यो मध्यवर्ती पहाड हुन्छ नि, जस्तो 3 खालका औषधिहरू हुन्छन्। एक खालका हिमाली क्षेत्रका औषधिहरू हुन्छन्, एक खालका चाहिँ यो तराईभन्दा माथिको हाम्रो यो चुरे पहाडमा शिवालिक पहाडमा हुने औषधिहरू हुन्छन् र धेरै जसो मध्यवर्ती हाम्रो त्यो महाभारत श्रृङ्खलाको हाराहारीका उसमा चाहिँ धेरै औषधिहरू हुन्छन्। अब त्यहाँको औषधिहरूमा त अब के हुन्छ भने हजारौँ औषधिहरू छन्। त्यो हजारौँ औषधिहरूमध्ये त्यस ठाउँमा मात्रै पाणिनि तपोभूमिको वलतिर पलतिर मात्रै कमसेकम 150 जति औषधिहरू त्यहाँ हामीले सङ्कलन गर्न सकिन्छ। एकचोटि हामी श्रीमान श्रीमती भएर अब कविताजीलाई चाहिँ नि हामीले योगमा कमसेकम उहाँले 7-8 महिना जति चाहिँ नि उहाँले योगको प्रशिक्षण गर्नुभयो। सबै आसनहरू सबै मलाई थाहा छ, मलाई भन्दा धेरै थाहा छ। म आयुर्वेदको चाहिँ चिकित्सक डाक्टर नै हुँ, तर धेरै व्यावसायिक रूपमा नगएको हुनाले होइन नगए पनि अब औषधिहरू बनाउने त्यसका तरिकाहरू कहाँ प्राप्त हुन्छन्, कसरी संरक्षण गर्न सकिन्छ भन्ने कुराहरू बताउन सकिन्छ। र त्यहीँ गएर पनि स्थलगत रूपमा पनि हामीले त्यहाँका औषधिहरू जम्मा गरेर मान्छेहरूलाई चाहिँ उपचार गरेर सिकाउन सकिन्छ। एक हप्ता चाहिँ शिविर चलाउन सकिन्छ हामीले। किनभने एक हप्तामा हामीले सिकाएका साथीहरूले कतिसम्म भएको छ भन्नुहुन्छ भने एउटा झाँक्री काम गर्ने एकजना मान्छेले जम्मा 3टा जडीबुटी चिन्दा रहेछन्, अरू सबै फुकफाक गर्दा रहेछन्। यो चाहिँ नि मोरङको कुरा हो। अब तिनले हामीले चाहिँ 7 दिनसम्मको तालिम दिइसकेपछि मैले त अहिले चाहिँ 200 जडीबुटी पनि चिने, बाले जम्मा 3टा चिनाउनु भएको थियो। मैले त फुकफाक मात्रै गर्थेँ।
अब यो चाहिँ मलाई यो फुकफाक गर्दाखेरि आजकल अन्धविश्वासी रूढिवादी भन्छन्, त्यसो भइसकेपछि म त अब त औषधितिर लागेँ। तपाईँहरूले साह्रै ठुलो गुण लगाउनु हो, अब के गरौँ त, तपाईँहरूलाई हामी त के गुण तिरौँ त भनेर क्वेसन गरिनु हो। त्यसपछि उहाँको यत्रो ढ्याङ्ग्रो थियो, एकदम मैले यही ढ्याङ्ग्रो उपहार दिएँ, अब मलाई यो चाहिने ढ्याङ्ग्रो भनेर उहाँले हामीलाई ढ्याङ्ग्रो उपहार दिनु हो। भनिसकेपछि के हुँदो रहेछ भने हामीले 7 दिनमा त धामीको ढ्याङ्ग्रो चाहिँ फाल्न सक्ने हामीले बनाउन सक्दो रहेछौँ भने हामीले त्यहीँ गएर मेहनत गरेर स्कुल कलेज नै खोलेर चाहिँ गयौँ भनेदेखि हामीले धेरै कुरा काम गर्न सक्छौँ। र यसमा विशेष गरेर प्रचार गर्ने काम तपाईँहरूको हो। यो सञ्चार क्षेत्रमा नगइकन एक ठाउँमा त जतिसुकै प्रगति गरे पनि सञ्चार छैन भनेदेखि हुँदैन। त्यसरी हामीले कसरी सुरु गर्नुपर्छ भने पहिले सजिलो चिज बेसरी बिक्ने चिज बनाऊ। जस्तै उदाहरणको लागि सिस्नो खेती सबैले गर्न सक्छ। सिस्नो खेती चाहिँ त्यसै पनि बिक्छ, त्यसलाई सुकाएर चाहिँ अहिले धुलो मात्रै बनाएर प्याक गर्ने भने अहिले 500 रुपियाँ किलो बिकिरहेको छ। त्यस्तै खालका धेरै चिजहरू हामीले बनाउन सकिन्छ। अँडेर चाहिँ हेर्नुहोस्, अँडेरको यत्रो तेलको सिसीलाई 150 रुपियाँ पर्छ। यो अँडेर यहीँ हो, फाल भएको छ, फलेको छ, कसैले वास्तै गरेको छैन। त्यसरी हामीले अब नेपालीहरूलाई उद्योग गर्नको लागि लाहुर जाने होइन, आफ्ना देशमा भएका चिजहरूलाई उद्योगतिर लगाऊ भन्ने कुरामा हामीले अभियान चलाउनुपर्छ। त्यो अभियान चलाउने अन्तर्गत पहिले हामीले यो औषधि सम्बन्धी उद्योगहरू यो संस्थाद्वारा हामीले लग्यौँ भने र अध्ययन गर्नको लागि पनि कमसेकम व्याकरण अध्ययन गर्यौ भने शुद्ध बोल्न सक्छौ, तिमीले संस्कृतमा आयुर्वेदमा तिम्रो चाहिँ पहुँच हुन्छ भन्ने कुरा प्रचार गर्न सक्यौ भनेदेखि पनि हाम्रै देशका मान्छेले सामान्य अहिले संस्कृतले उपेक्षा भएको छ, व्याकरण पढ्छन्, त्यो जजमानी गर्ने बाहेक त अहिले केही पनि छैन। अलिकति ज्योतिषीहरूले चिनासम्म लेख्न पाउँछन्, अलिकति पण्डितहरूले पुरोहित्य गर्न मात्रै पाएका छन्। तर संस्कृतमा त धेरै कुरो छ। त्यो आयुर्वेद जस्तो चिज, तन्त्रशास्त्र जस्तो चिजहरूलाई चाहिँ हामीले व्यवहारमा लाने हो भनेदेखि त त्यसले राष्ट्रको उन्नतिमा पनि हुन्छ र अन्तर्राष्ट्रिय स्तरमा पनि हुन्छ। पहिले तन्त्रशास्त्र भनेको चाहिँ नि सामान्य फुकफाक मात्रै भन्ने हुन्थ्यो। अहिले त कस्तो बाजा बनायो युरोपेलीहरूले भन्नुहुन्छ भने यस्तो ज्वरो आएमा यो धुन दिने भन्ने खालको धातुहरू पनि अलग अलग धातुको बनाएर त्यो धातुमा वरिपरि राई 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 यस्तो ध्वनिबाट र्या 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 री 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 यस्ता ध्वनिबाट राख्ने हो भने कस्ता कास्ता मनोवैज्ञानिक बिरामीहरू पनि सन्चो हुन्छन् भन्ने पनि प्रयोग भइसक्यो। त्यो तन्त्रशास्त्रको कुरा हो, त्यो नेपालको हो, उनीहरूले गरिसके, हामी पछाडि पऱ्यौँ। त्यसो भएर यी सबै चिजहरूलाई ध्यानमा राखेर हामीले के गरौँ भनेदेखि तन्त्रको क्षेत्रमा, मन्त्रको क्षेत्रमा, आयुर्वेदिक औषधिको क्षेत्रमा, उपचारको क्षेत्रमा, प्राकृतिक जडीबुटी जम्मा गर्ने क्षेत्रमा, मान्छेलाई उद्योगतिर प्रेरित गर्ने क्षेत्रमा पनि पाणिनि तपोबनलाई हामीले एउटा केन्द्रबिन्दु बनाएर चाहिँ काम गरौँ भन्ने म सुझाव दिन चाहन्छु।